नमस्कार दर्शकबिन, ए मेरो हजुर 4 को धमाकेदार ओपनिङले हामीलाई चकित बनाएको थियो। केजीएफ 2 को छायामा पर्छ कि भन्ने पक्की फिल्म आज सुपरहिट साबित भएको छ। पक्कै पनि तपाईको मनमा आज 18 दिनसम्म नआउँदा जम्मा 3 करोडमा बनेको नेपाली फिल्म ए मेरो हजुर 4 ले कति कमायो होला त भन्ने भइरहेको होला। आज यस फिल्मी सन्दर्भ च्यानलमा हरेक दिनको विवरण पस्किनेछौँ। अनि एउटा विनम्र अनुरोध, हामीलाई साथ सपोर्ट अनि हौसला प्रदान गरिदिनु हुनको लागि यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पक्कै दबाइदिनु होला। नायक अनमोल केसी र नायिका सुवना थापा अभिनीत यस फिल्मले लगभग 5औं दिनसम्म आउँदा नै आफ्नो लगानी उठाएर फाइदामा हिँडिसकेको थियो। पहिलो दिन वैशाख 1 गते 80 लाख, दोस्रो दिन 66 लाख, तेस्रो दिन 89 लाख, चौथो दिन 50 लाख, पाँचौं दिन 40 लाख व्यापार गरी 3 करोड 25 लाखको बक्स अफिस कलेक्सन गरिसकेको थियो। पाँचौं दिनदेखि व्यापारमा केही कमी आए पनि राम्रो दर्शकको प्रतिक्रियाले दर्शक हलमा जान छाडेनन्। त्यसैले 6औं दिनदेखि 10औं दिनसम्म नआउँदा ए मेरो हजुर 4 ले 1 करोड 65 लाखको व्यापार थप गरी कुल 10 दिनको कमाई 4 करोड 90 लाख गरेको थियो। यही क्रममा व्यापार अलिक घट्दो देखे पनि 10 देखि 20 लाखको व्यापार भने 16औं दिनसम्म आउँदा गरिरह्यो। 11 देखि 16 दिन थप 87 लाखको व्यापार गरी 16 दिनसम्म आउँदा कुल बक्स अफिस कलेक्सन 5 करोड 77 लाखको भएको थियो। 17 र 18 दिनको बक्स अफिस कलेक्सन चाहिँ 6 लाखदेखि बढीमा 10 लाखसम्मको हुने देखिन्छ। ए मेरो हजुर 4 लाई हल्का धक्का पर्नको कारण चाहिँ 2 हिन्दी फिल्म र नेपाली फिल्म मन्त्रको प्रवेश भएकोले हो। सो बाँडिएसँगै दर्शकले धेरै अप्सन पाएको कारणले हलमा ए मेरो हजुर 4 हेर्नको लागि अलिक कम दर्शक जान सक्ने सङ्केत देखिएको छ। 17 र 18 दिनमा 15 लाखको मात्र व्यापार गरेछ भने पनि लगभग 5 करोड 92 लाखको व्यापार ए मेरो हजुर 4 को पक्की देखिएको छ। धेरैजसो दर्शकदेखि कलाकारहरूद्वारा ए मेरो हजुर 4 ले केजीएफ को अगाडि पानी पनि भन्न पाउँदैन भन्दै गर्दा ए मेरो हजुर 4 ले गरेको कठोर निर्णय अनि पाएको दर्शकको मायालाई के भन्नुहुन्छ? नेपाली फिल्म राम्रो बने के अरबौंमा बनेको विदेशी फिल्मले आफ्नो पनको फिल्मलाई मेट्न सक्दैन भन्ने ए मेरो हजुर 4 ले पुष्टि गरेकै हो त? तल कमेन्ट बक्समा आफ्नो राय दिनुहोला। अनि हामीलाई सब्स्क्राइब गरी यस्तै फिल्मी अपडेट्स र इन्फर्मेसनको लागि हामीसँग जोडिनुहोला। धन्यवाद।